नमस्ते सबैमा म चाहिँ आज फेरि यो चाहिँ हाम्रो थर्ड टाइमको भिडियो हो। यहाँभन्दा अगाडि दुईखेप मैले हाम्रो यहाँको फिल्डहरू गुडगाउँको फिल्डहरू चाहिँ कस्तो बन्दैछ, सुरुवातमा कस्तो थियो अनि सेकेन्ड फेजमा कस्तो थियो भनेर हजुरहरू सामु देखाइसकेको थिएँ। आज फेरि थर्ड टाइम चाहिँ तेस्रो फेज चाहिँ हाम्रो कस्तो बन्दैछ, कस्तो बनिसक्यो भनेर चाहिँ हामी यहाँ आएर हजुरहरूलाई देखाइरहेको छौँ। हाम्रो यहाँभन्दा अगाडि हामीले ड्रेनको कामहरू गरिरहेको थियौँ। आज चाहिँ ड्रेनको कामहरू सकेर हामीले यो फिल्डलाई चाहिँ फिलिङ गरिसकेका छौँ। बाटोलाई चाहिँ सडक बत्ती पनि हाम्रो जडान हुँदैछ। अहिले चाहिँ पोलहरू आइसकेको छ। अब हाम्रो कामहरू यहाँ क्रप स्टोन लगाउने कामहरू बाँकी रहेको छ अनि यसलाई टायल लगाउने कामहरू बाँकी छ। हामीसँग लगभग हाम्रो 70% जग्गाहरू यहाँको सेल भइसकेका जग्गाहरू छन्। हजुरलाई गोडगाउँ बजारमै जग्गा चाहियो, एसियन हाइवे टच 50 मिटरमै जग्गा चाहियो भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ हजुरहरूले। हामीले लगभग 2 महिनादेखि हजुरलाई यो देखाइरहेको छौँ। अब तर हामीसँग धेरै जग्गाहरू बाँकी छैनन्। लगभग अब 70% बिक्री भइसक्यो, 30% जग्गा बाँकी छन्। हाम्रो यहाँ 34वटा टुक्रा मध्ये अब लगभग 12देखि 14वटा टुक्रा मात्रै हामीसँग उपलब्ध छन्। यहाँको संरचना पनि सकिँदैछ, एकदमै राम्रो देखिएको छ। कस्तो बन्छ भन्ने यहाँभन्दा अगाडि धेरै साथीहरूले लिनुभएको छ, कस्तो बन्छ हाम्रो फिल्ड भन्ने उत्सुकता हुनसक्छ भनेर पनि मैले हजुरहरू सामु यो भिडियो लिएर आएको छु। हजुरले सबै हेर्न सक्नुहुन्छ यहाँ कस्तो बनिरहेको छ भनेर। एकदमै राम्रो भइसकेको छ। हजुरहरूलाई हिजो चाहिँ कन्फ्युज थियो कस्तो बन्छ भनेर लिनको लागि कन्फ्युज हुनुहुन्थ्यो भने आज चाहिँ बनिसकेको छ। अझै बन्ने त क्रम छ, तर धेरै कुराहरू चाहिँ बनिसकेको छ। हजुरहरू आएर हामीसँग समन्वय गरेर जग्गा खोजीमा हुनुहुन्छ भने, राम्रो बस्न घर बस्न उपयुक्त जग्गा खोजीमा हुनुहुन्छ भने चाहिँ हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। आरएनजी हाउजिङ रियल इस्टेट र ओम पूर्वाञ्चल हाउजिङ दुईटै माध्यमबाट टिकटक, फेसबुक, वाट्सएप, भाइबर कुन माध्यम हजुरलाई सजिलो लाग्छ हामीसँग कनेक्सन गरेर कनेक्ट रहन सक्नुहुन्छ। जग्गा खोजीमा हुनुहुन्छ भने विराटचोक, गोडगाउँ, सलकपुर, इटहरी सबै लोकेसनमा हामीलाई सम्झिन सक्नुहुनेछ हजुरहरूले। धन्यवाद।